चिनी पकाए चिनी पाक्छ भात पकाए भात पाक्छ होइन धन्यवाद चियामा चिनी हाल्यो भने गुलियो हुन्छ आजलाई यति भन्दै हस् त टाटा बाई बाई हामीले चाहिँ सालीको घर हेरेर खाँदै हो क्या साली घर कुन हो थाहा छैन देखाइदिनु हेर ऊ त्यो भनेर देखाइदिनु जस्तो लाग्छ तर देखाउन्न आजको लागि पिरो भयो त्यसैले अब चटपट त खाने नि हो तर जति पिरो भयो नि तपाईँहरूलाई मैले एउटा सिक्रेट भन्छु ल यो ठाउँमा चाहिँ राति त भूत आउँछ मेरो नाम लिनु होला मेरो नाम लियो भने चाहिँ तपाईँलाई भूतले पनि झनै तानेर लान्छ हामी दाजुभाइको भ्लग आएको छ अब तपाईँहरूलाई लिएर आएको छौँ पहिला चाहिँ कहाँ थियो अरे कहाँको थियो भ्लग लास्ट टाइम कहाँको थियो भन्दा त्यही पिकनिकको होइन कि काठमाडौँको कि काठमाडौँको त लास्ट त्यही घुमेको कि दाजुभाइ घुमेको कि ए कहाँको थियो के अरे नाम स्वयम्भूनाथ स्वयम्भूनाथ कति छिटो बिर्सिन्छ भाइ याद होइन होइन अनि कसरी चाहिँ प्रगति हुन्छ त्यो जब त्यति कुरा बिर्सिन्छ प्रगति त भइहाल्छ नि प्रगति तर हेर कहाँ कालो देखियो यार काठमाडौँमा गोरु देखिन्थ्यो यहीँ कालो देखिन्छ यार गाउँमा त के हो त काठमाडौँ गएर हराउने म यहाँ गाउँमा आएर कालो हुने हो क्या सबैको आफ्नो रस्सी छ यहाँ त्यहाँको अब एउटा यस्तो यहाँ घामतिर बस्ने होइन गोरो देखिन्छ उयो त औरा देखाएको छ यार लास्ट देखाएको छ रिसाको भएर हो क्या म आज मुड नभएर क्यामेरा पनि चिन्छ क्या यार क्यामेरा पनि चिन्छ क्या यार अब यसो गरौँ न यो चाहिँ ज्याकेट चाहिँ यसो खोलौँ होइन अब हिरो जस्तो मान्छे भन्नु नमिल्ने अनि के छ त भाइ अरू दाइसँग भेट्दाखेरि कस्तो लाग्यो त्यो पनि भन्न एकदम रमाइलो भयो दाइसँग काठमाडौँ घुम्दाखेरिको एकदम के अरे बिर्सन नसक्ने मुमेन्ट के थियो बिर्सिन नसक्ने मुमेन्ट भनेको त्यो काँक्रा खाएको क्या दामी थियो है काँक्रा त यार भवाल काँक्रा थियो कि काँक्रा भन्दा पनि चटनी मिठो थियो काँक्रा त अब हामीलाई खासा भोक लाएर नि होला होइन त्यो भवाल मिठो भयो बाँदरलाई दिनु पऱ्यो त्यतिखेर बाँदरलाई दिनु पऱ्यो आज चाहिँ हामी एकदम गाउँमा छौँ कि यस्तो कालो देखिन्छ यार गाउँमा त हुन त सहरमा नि खासै गोरो त देखिने होइन हाम्रो सालाहरू घर यतै तलै हो भन्ने सुनेको के अरे कतातिर हो तर नयाँ बनाउनु भयो एक्ज्याक्टली चाहिँ थाहा छैन सालाले हेरेछन् भने चाहिँ यसो घर देखाइदेऊ मलाई घर कमेन्ट गरिदेऊ हो क्या म अर्कोचोटि आउँदाखेरि पस्ने बाचा गर्दै अब हामी चाहिँ अगाडि बढ्न चाहन्छौँ अगाडि बढौँ अनि उमेश भाइ भन्ने के छ कि अरू यार पढाइ कस्तो भयो त अनि तेरो पढाइ त खतरा भयो मेरो त यहाँ आलु भयो अरे यस्तो घुम्ने मात्रै भयो है तेरो त काम यो वर्ष भनेको यो चाहिँ एकदम नराम्रो काम हेर भाइ तँलाई अब भाइ राम्रोसँग पढोस् भनेर त्यत्रो काठमाडौँ लगेँ हेर कामै लागेन किन हो नि त खै अङ्कलले गाली गर्नुहुन्छ अब तँलाई गर्नु गर्नुहुन्छ अरे गर्नुहुन्न मैले भनेपछि गर्नुहुन्छ नि त्यो थाहा त्यस्तो त पाइँदैन हात दुख्यो के यतापट्टि आइज तँलाई सोप के मल छ हात दुख्यो ल अब हामी चाहिँ यसो भ्रमण हिँडेका छौँ तैँले गर न अब कोही आजको होस्ट चाहिँ त अघि ल ब्लगरै त आज जमानामा यो बाटोमा गुच्चा खेलेर हिँडिन्थ्यो क्या हो गुच्चा खेलेर नि हिँड्थ्यो म चाहिँ होइन दाइहरू चाहिँ हिँड्नुहुन्थ्यो गुच्चा खेलेर हामी नि हिँड्नु यो बाटो चाहिँ होइन अब हाम्रो उता गाउँतिरको बाटोमा चाहिँ हिँडेन अगाडि चाहिँ खतरा हिमाल देखिन्छ है अब केही समय कृपया धैर्य गर्नु होला धैर्यको चाहिँ यता चाहिँ खतरा बाटो मिठो हुन्छ बाटो चाहिँ यता बिग्रेको है नत्र त पहिला गाडी हिँड्ने बाटो हुन्थ्यो यो त मेन हाइवे थियो पहिला अहिले त खासै हिँड्ने बाइवे भयो बाइवे हामी उहाँ तल गएको कि धान काट्न त्यो देख्यो नि त्यहाँ कस्तो हो त नि यार अझै तल बेलौती खतरा पाइन्छ कि जाने अन्त उता होइन यतैपट्टिको कि मैले एकचोटि सानोमा त गएको के अरे जानु अहिले चाहिँ बिर्स्यो 1 महिना बसेर अलिअलि मोटाएर गएको नि मैले अहिले त ज्याकेट लगाएर मोटाएको काठमाडौँ गएर मोटाएको काठमाडौँ गएर नि मोटाएकै थियो अलिकति काठमाडौँ जाम लाग्छ कि लाग्दैन त अहिले
अहिले त त्यस्तो त भएन भर्खर ताजा भएर के ताजा ताजा तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ताजा खबर ए अब चिनीमा खबर ए बिस्तारामा। होइन होइन, चिनी चिनी पकाए चिनी पाक्छ भात पकाए भात पाक्छ होइन धन्यवाद चियामा चिनी हाल्यो भने गुलियो हुन्छ आजलाई यति भन्दै हस् त टाटा बाई बाई म यहाँ जाऊँ न यहाँ खतरा हिमाल देखिन्छ कि यहाँ माथि मैले एउटा फोटो खिचेको कि एउटा बाटो यस्तै छ साथीहरू यार लास्ट उडाइदियो है अँ। अनि हामी चाहिँ अब तपाईँहरूलाई रामपुर बजार देखाउनेछौँ यहाँदेखि चाहिँ रामपुर बजार प्लस काली गण्डकी कालीगढी ओ। हेर्नुहोस् अब हिमाल हेर्नुहोस् हिमाल यहाँदेखि चाहिँ बबाल सिन देखिन्छ क्या हल्का पराङ्क हेर न कस्तो दामी देखेको त नि यार यहाँ एउटा मैले फोटो खिचेको कि खतरा दामी आयो रहेछ अब तपाईँ र पछाडि चाहिँ स्वर्ग छ स्वर्ग भन्ने बित्तिकै अब तपाईँहरूलाई लाग्ला के स्वर्ग छ भन्ने स्वर्ग भनेकै हाम्रो नेपालको हिमाल नै हो कस्तो दामी हिमाल छ हेर्नु त हिमाल हिमालको काखमा बसेको मेरो देश भन्ने छ नि त्यो मैले तपाईँहरूलाई अगाडिको क्यामेरादेखि देखाउँदैछु हेर्नु कस्तो सुन्दर छ हाम्रो देश यो चाहिँ अब कहाँ हो भन्नु होला यो ठ्याक्क अब यो रामपुर बजार हो यो चाहिँ अब रामपुर बजारदेखि पारीदेखि नै हिमाल हो कस्तो लाग्यो तपाईँहरूलाई भन्नु त छैन त स्वर्गको टुक्रा जस्तो ट्याक्क त्यो पैसामा राख्दैन हो त्यस्तो है त्यो त कि है यतापट्टिको त्यो चुच्चो चुच्चो अनि हो त्यो खतरा आएको थियो यता हेऱ्यो यतै कति टल्के हेर्नु न हाम्रो ओरिजिनल डायमन्ड भने यो हो के अनि यता चाहिँ फेरि डेन्जर भिड छ फेरि यो पनि देखाउँ है तपाईँहरूलाई यहाँ त घाँस काट्नु जानुपर्छ यता चाहिँ डेन्जर भिड छ अब तपाईँहरूले सोध्नु होला कि यो कहाँदेखि बोल्दैछ यो किन बगबगा कहाँ भनेर भन्नु होला यो ठाउँ भनेको रामपुरदेखि माथि जबकादी हो जबकादीदेखि जबकादीदेखि अलिकति तल हामी चाहिँ यतातिर आएँ जबकादीदेखि तल हो हाम्रो गाउँ पनि देखिन्छ तर यो डाँडाहरूले छेकिन्छ है साथीहरू है उयो यो ठुलो डाँडा देखिन्छ हात्तीलेक भन्ने डाँडा हो त्यो चाहिँ अब देख्न सक्नुहुन्छ कस्तो कस्तो लाग्दैछ भन्नु तपाईँहरूलाई छैन त स्वर्गको टुक्रा जस्तो हामी चाहिँ हिजो आउने बेला चाहिँ त्यो बाटो हुँदै आएको है साथीहरू त्यो बाटो हुँदै आएको कुन त उति स्कुलको त्यो बाटो हुँदै हो नि त आउने त त्यो रामपुर यताबाट छिटो पुगिन्छ होला छिटो पुगिन्छ उतै त होला तेरो आज तेरो रामपुर जाने सपना चकनाचुर भयो होइन मलाई रुन एकचोटि यस्तो हो तर तेरो सपना त थियो नि रामपुर जाने हुन्छ यहीँबाट देखियो यही हो तँलाई तेरो सपना पुरा गर्नलाई ल्याइदिएको क्या मैले यहाँ रामपुर हेर्ने भनिरहेको थिएँ भाइले अब प्रत्यक्ष जाने वातावरण चाहिँ आज अलि असहज भएको हुनाले मन भुलाउने उपाय यहाँ ट्याक्क डाँडामा आएर हेरिराखौँ त्यसैमाथि यहाँ यस्तो दामी हिमाल देखियो कि कुरै नगर्ने के कुरा त छोडिदिनु यार बिहान देखेको हिमाल त्यही है हो क्या अनि बिहान देखेको त त्यो अर्को भिडियो हो तपाईँहरूले हेर्नुभयो होला अथवा नहेर्न पनि सक्नुहुन्छ किन भन्दाखेरि कुन भिडियो अगाडि आउँछ भन्ने म आफैलाई पनि थाहा छैन अब भिडियो चाहिँ भिडियो चाहिँ सरर खिचेको छु अर्को भिडियोमा चाहिँ यो ठाउँमा चाहिँ पुरै कुहिरो लागेको थियो त्यो हेर्नु होला नआएको भयो भने आएको भयो भने हेर्नु होला र यति सुन्दर छ हाम्रो देश नेपाल देख्न सक्नुहुन्छ पारी हेर्नु स्कुल गाउँको स्कुल यस्तो हुन्छ है साथीहरू तर मेरोबाट जुम यति नै भयो अब यति नै हेर्नु फेरि यस्तो ट्विस्ट हानिदिने क्या मैले ल अनि यो ठाउँबाट जान मन लागेको लागेन भने त अब यहीँ बस्ने आनन्द यहीँ बस्ने र कि त्यता तल बस्ने त्यता जाम अनि फेरि यहीँ आएर बस्नलाई आनन्द त्यता जाने यो ठाउँमा तपाईँहरूलाई मैले एउटा सिक्रेट भन्छु ल यो ठाउँमा चाहिँ राति त भूत आउँछ
यो ठाउँमा राति चाहिँ लाड भूत हुन्छ एकदम भूत हुन्छ यसमा त लास्ट हुन्छ तपाईँहरू नहिँड्नु है यो ठाउँमा त लाड भूत किस्कोन्डी आउँछ हिँड्नै पर्यो भने मेरो नाम लिनु होला मैले उस गरेँ भने अलि डराउनु दिन्न मेरो नाम लिनु होला मेरो नाम लियो भने चाहिँ तपाईँलाई भूतले पनि झनै तानेर लान्छ होइन कहिले नभएको दुश्मन पनि हुनसक्छ हाम्रो नाम लियो भने हो क्या कहिल्यै नभएको दुश्मन पनि तपाईँको दुश्मन बन्न सक्छ हाम्रो नाम लियो भने त्यसैले नलिनु होला भन्ने क्या यो चाहिँ हाम्रो जस्ट फ्र्याङ्क थियो होइन अब यत्तिको रमाइलो चाहिँ हुनुपर्छ दाजुभाइ हिँड्दाखेरि होइन काठमाडौँमा नि भयो अब यहाँ नि हुन्छ अब सबै आफ्नै ठाउँमा अब कति वर्ष छ यता पढ्ने अब धेरै छैन 1.5 वर्ष 1.5 वर्षपछि भाइ उतै हुन्छ अनि मलाई पनि साथी हुन्छ त्यति बेलासम्म मैले नि सकेसम्म एउटा बाइक लिने प्रयास गर्नेछु सकेन भने हामी हिँड्दै गर्छौँ ब्लग चाहिँ होइन अब बाइक त यो विदेशी सिस्टम हो कि नेपाली हो त अब हिँड्दै गर्नुपर्छ हामी चाहिँ अब म तपाईँहरूलाई विशेष भिडियो पनि ल्याउने प्रयासमा छु होइन केही समय पछाडि विशेष भिडियोहरू पनि आउने छन् त्यसको लागि चाहिँ हाम्रो च्यानल सब्सक्राइब प्रकाश विश्वकर्मा सब्सक्राइब गर्नुहोला र साइडको बेल आइकन दबाउन नबिर्सनु होला त्यति भन्दै अहिले यहाँको बसाइ चाहिँ यहीँ अन्त्य भयो अब अर्को ठाउँमा जानेछौँ फेरि हामी मनोरञ्जन गराउनेछौँ हजुरहरूलाई हस्त नमस्कार आफू पुरा क्या काठमाडौँ गएको भनेर ए कति सुनायो यही सुनाएको सुनाइ छ 1 महिना बसेर 1 बसे जस्तो गर्यो भनेर अनि अरू के भनेर अरू त त्यस्तो के भन्ने म यहाँ गएको भन्दा हरि जिस्काइदियो केटाहरूलाई त्यही त चुङ्गाइदिस् अरू के भन्नु मभन्दा धेरै घुमेका हो तर त जस्तो डिटेल्ली घुमेनन् होला नि त होइन होला अब म लक्की थिएँ म घुमेँ अब हजुरहरूसँग दाइ भइसक्यो फर्स्ट टाइम यार यो बाटोमा गाडी देखेँ यार मैले 20,000 को पेन्सन छ 40,000 को पेन्सन छ भन्छ फर्स्ट टाइम ठुलो हुन्छ यार यहीँबाट चलाउँ ए तान मलाई तानै ए तान चाहिँ लगभग घाम डुब्न लाग्ने बेला हुन लागेको छ हेर्नुहोस् कस्तो देखिन्छ घाम डुब्ने बेला यो चाहिँ प्योर अर्ग्यानिक गाउँ हो है साथीहरू हेर्न सक्नुहुन्छ गरिब महिनामा यो क्लियर भयो भने त यो त खतरा देखिँदैछ त होइन बवाल देखिन्छ नि स्वर्गको टुक्रा हो क्या पाल्पा जिल्ला है साथीहरू यो कुन जिल्ला भन्नु होला यहाँ भूत हुन्छ भने भाइ डराएर यहाँ बिचोक छ फेरि यहाँ डराउनु त मान्छे म डराउनु त्यस्तो गर्दिनँ यहाँ चाहिँ होइन लाट भूत खेल्छ के दादा गाउँमा त खतरा हुन्छ हाम्रो 100 रुपियाँको यहाँ भूतको कुरा आएर चटपटको कुरा आएर डराएर भाइ होइन के हो तिमी भूतलाई चटपट खानु बोलाउँछ हामी चाहिँ चटपट लिएर अब एक ठाउँमा गएर खाने प्लानिङ भइरह गन्तव्यतिर लागिसक्यो अब यो चाहिँ यताको लोकल स्टाइलको चटपट हो अब गाउँले पाराको चटपट खाँदैछौँ हामी यति बेला चाहिँ अब अँध्यारो भइसकेको छ घाम पनि अस्ताइसकेको छ हामी चाहिँ अब ओह्रालो लाग्दैछौँ ओह्रालो यो चाहिँ ऊ त्यहाँ बसौँ कि ऊ त्यहाँ यहाँ अब यता म्युजिक आउँछ क्या ट्याट्याउ हाम्रो चाहिँ पिकनिक स्पट हो कि दामी लाग्थ्यो मलाई अब हामी यहीँ बसेर अब चटपट खानेछौँ साथीहरू अब चाहिँ हामी यहाँ नास्ता पानी गर्दैछौँ अब बसौँ त्यसको लागि नास्ता पानीको लागि हामी बस्दैछौँ अब हामीले काठमाडौँमा नि यस्तै ग्राउन्डमा बसेर है त्यतिखेर नि रात पर्न लाग्थ्यो अब यतिखेर झन् लास्ट रात परेर ल हेर्नु सक्नुहुन्छ हाम्रो चटपट यस्तो भनेको ड्राई पिकनिक भनौँ न तयारी हुँदैछ लाछौ त म गर्छु यहाँ त अर्को पनि यता है तर यता चाहिँ नयाँ चाउचाउ हुँदैछ क्या के हो नाम बोनस गोल्ड इन्स्टा नुडल्स हो ठिक्क पिरो चाउचाउ हिरो हेर्नु फेरि पल्ने चाहिँ हुन्छ बोनस गोल्ड इन्स्टा नुडल्स
ठिक्क पिरो चाउचाउ हिरो यो अब यो डाइरेक्ट चाहिँ भाइरल बनाउनु पर्छ है दामी रहेछ डाइरेक्ट त यस्तो तर अलि अर्कै स्वाद रहेछ ल यो हाल्दैन त्यो हाल्दैन यो हाल्ने हो कि न यो त्यो चाहिँ नाल कलर के तल घर जाने भयो सुप राख्छ नत्र जान पनि सकिन्छ नजान पनि सकिन्छ जाने भयो अमिलो त अब तल गएसित छोड्ने कुरो भएन अमिलो हन्टर हो क्या हामी चाहिँ अमिलो त फेरि ए कता फाल्छौँ यो पनि एउटा कुकिङको रहस्य हो क्या कुकिङ भन्दैन यसलाई फालिङ भन्छ होइन फालिङ भन्छ क्या खै चाहम न चाहिने साख्दैन चर्को हो क्या तपाईँहरूले चाहिँ अलिक चिनी कम ए जता पाए त्यति फाल्न चाहिँ हुन्न है पार्कमा चाहिँ अब यसो सभ्य नागरिकको म त उदाहरण दिउँ है सभ्य र असल नागरिकको कोही यहाँ पिकनिक खाना भन्ने यसमा हालेर राखिदिनु होला यो आएर उठाउँछ क्या आउने बेलासम्म चाहिँ यहाँ पुरै डाँडा भर्किन्छ क्या अनि त्यसो त होइन अब त्यतिर अब चाहिँ हामी यसरी बनाउँदैछौँ चटपट मैले नि अब चटपटको बिजनेस खोल्नु पर्ला जस्तो खोल्नु भने त व्यापार त हुन्छ यार चटपट त नखाने मान्छे कोही हुन्न ल उतादेखि सोच्छस् हामी चाहिँ यसरी अब यो धन्न एउटा चाहिँ दिदीले दिएर राम्रो गर्नुभयो क्या ल यसैले खाइदिनु त के हो र अब उस गरिस् नि ए चटपट ल ल दाइसँग एक्सपिरियन्स रहेछ है ल अब हामीले यतिको चाहिँ हुनैपर्छ है आएर ल है ल दाइले चाहिँ अब छिटै आफ्नो बिजनेस खोल्दै हुनुहुन्छ नामको चाहिँ बेच्ने तर धेरै चाहिँ खाने हामी अलि ढिलो आइयो क्या है घाम हुँदै आएको बबालमा चाउचाउ हालेको त बल्ल मिठो भयो है अगाडिपट्टिको खिच्नु कताको अगाडिदेखि यस्तो है पछाडि क्यामेरा अगाडि चाहिँ दुईजना ल साथीहरू हामी चाहिँ नास्ता खाँदैछौँ अब एकछिन यतै बसेर अब हामी उक्लिन्छौँ उताको बाटो ल मेरो चाहिँ टाउको देखिएन हो क्या होइन म नदेखि दाइ देखिन पऱ्यो अब किनकि दाइ हो नि त भाइरल मान्छे त हाम्रो चटपटे हेर्नु यहाँ चाहिँ अब हामीले चाहिँ सालीको घर हेरेर खाँदै हो क्या साली घर कुन हो थाहा छैन देखाइदिनु हेर थाहा छैन मलाई कुन चाहिँ हो त्यो भनेर देखाइदिनु जस्तो लाग्छ होला तर देखाउँ न धन्न मर्दैन खाएको भाइ नास्ता त होइन चढाइदिएको है यो एउटै हाम्रो चढाइदिएको कुलपिटालाई हल्का चढाइदिने उठ्छ वन पितालाई चटपटे हामी चाहिँ काठमाडौँमा बस्ने दुईजना महानुभावहरूलाई एकदमै मिस गरिरहेका छौँ हाम्रो काठमाडौँमा बस्नुहुने दुईजना महानुभाव भाइहरूलाई एकदम मिस गरिरहेका छौँ चटपट खाँदै ल तिमीलाई पनि चटपट ल चटपटे खा ल ल ल अब यहाँ त सकिने भयो नि त दाइ पानी छैन यो त कता कुवा कुवा पहिला थियो नि यतातिर कता अहिले छैन कुवा छ त्यहाँको पानी खासै खाँदैन क्या आजकल तर मूलको पानी नि त
भयो अब ल भन्नु नि त केही ल। हाम्रो भिडियो चाहिँ अब हामी चटपट खान्छौँ, चटपट खाएर अब मास्टर घरतिर जान्छौँ। आजको लागि पिरो भयो त्यसैले अब चटपट त खाने नै हो, तर जति पिरो भयो नि आजको लागि चाहिँ यति नै भिडियो यतिमै एन्ड गर्न चाहन्छौँ। र अब नयाँ नयाँ भिडियोहरू नि आउनेछ, तपाईँहरू प्रतीक्षा गर्नुहोला, हेर्नुहोला, सेयर गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, के सुधार्न पर्ने कुराहरू छ त्यो भनिदिनु होला। धन्यवाद। हजुर वरिष्ठ हस्त नमस्कार। अब मेरो पनि आजबाट चाहिँ लास्ट हो यो, त्यसपछि दाइ काठमाडौँ म घरतिर, सबै व्यस्त हो। लास्ट भलको अब जति जे गरे नि यही हो। जति हेर्न छ हेर्नु, जति हेर्न छ हेर्नु, निहाली हो क्या। अब हामी चाहिँ अब दाजुभाइ यस्तै हो अब 1-1.5 वर्षलाई, त्यसपछि त फेरि वहीँ काठमाडौँमै टक्क 4 जना होइन रमाइलो हुन्छ। म नि उतै काम सिक्न आउने विचारमा छु होइन, जानी चाहिँ हो यहाँ बस्न भन्दा। हामीले चाहिँ 2 जनालाई अझै एकदम धेरै मिस गरिरहेका छौँ, अनिल दाइ र राजु भाइलाई चाहिँ एकदम मिस गरे हामी। राजु दाइ माथि नै दाइको बिहे भएको कारणले एकदम बिजी हुनुहुन्छ, आउन पाएन, अझै अनि उसलाई लिएर आउने प्लान थियो। अब अनिल दाइ चाहिँ अब विदेशतिर त्यस्तै हो, अनिल चाहिँ विदेशतिर, अनि भेना पनि हुनुहुन्छ 2 जना। उहाँहरू चाहिँ अब कार्यव्यस्तता भएको कारणले ल्याउन सकिएन। त्यति नै हो।